भाग 7 मात्रा किन महत्त्वपूर्ण हुन्छ? जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले प्राकृतिक भन्नाले सधैँ सुरक्षित हुन्छ भन्ने होइन भन्ने कुरा बुझ्यौँ। आज हामी अर्को महत्त्वपूर्ण विषय सिक्छौँ, मात्रा किन महत्त्वपूर्ण हुन्छ। धेरै मानिसहरू सोच्छन् जति धेरै जडीबुटी खायो उति धेरै फाइदा हुन्छ, तर विज्ञानले यस्तो भन्दैन। कुनै पनि पदार्थ चाहे जडीबुटी होस् वा आधुनिक औषधि सही मात्रामा प्रयोग गर्दा फाइदा हुन सक्छ, तर धेरै वा धेरै कम मात्रा दुवै समस्याजनक हुन सक्छ। उदाहरणका लागि कुनै जडीबुटीको सानो मात्रा सुरक्षित हुन सक्छ, तर धेरै मात्रामा प्रयोग गर्दा साइड इफेक्ट देखिन सक्छ। त्यसैले वैज्ञानिक अनुसन्धानले कुन मात्रामा प्रभावकारी छ र कुन मात्रा जोखिमपूर्ण हुन सक्छ भन्ने कुरा पनि अध्ययन गर्छ। यही कारणले हामी कुनै पनि जडीबुटीबारे कुरा गर्दा यसमा के तत्त्व छ, प्रमाण कस्तो छ र सही मात्रा कति हो भन्ने प्रश्नलाई महत्त्व दिन्छौँ। हाम्रो उद्देश्य कुनै जडीबुटीलाई राम्रो वा नराम्रो भन्नु होइन, प्रमाणका आधारमा सही जानकारी दिनु हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ जडीबुटी र आधुनिक औषधिसँगै प्रयोग गर्दा के सावधानी अपनाउने। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।